हेलो ल गाइजहरु हामी चाहिँ अब थाक जाँदैछौँ ल ल ल हाम्रो टिम सिरो सरलाई थाहा छ हामी अगाडि जाने ल ल थाक बाई बाई हेलो गाइजहरु हामी चाहिँ अब थाक जानलाई यात्रा सुरु भयो हेलो सिराज दाइ हेलो 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 हाम्रो मेघराज दाइ हेलो गाइजहरु आज चाहिँ हामी जाँदैछौँ है यो चाहिँ काउखोलाको फाँट धानहेत हजुरहरूलाई देखाउँदै गइरहेको छु एकदम रमाइलो छ के गर्नु रमाइलो छ त्यही भएर हामीले किने छैन कि ए हुन्छ ल एकैछिन गाई है पोखरा जाने बस हरियाणा छुट्छ देख्न सक्नुहुन्छ चाहिँ अब जाँदैछौँ यहाँ चाहिँ सरसफाइ अभियान चलिरहेको रहेछ हामी हिँड्दैछौँ अब यहाँ चाहिँ आज सरसफाइ अभियान चलेको हुनाले सरसफाइ गर्दै हुनुहुन्छ गुड स्याटरडे भएको हुनाले सबले सरसफाइ गर्नुभयो राम्रो हो नि सरसफाइ गर्नु भने समाजको लागि त राम्रै हो नि त्यही त बिल्कुलै देख्न पाइन्छ हेलो गाइजहरू यो चाहिँ पोखराबाट लगभग 3-4 किलोमिटर भित्र आयो भने चाहिँ यस्तो धानफाँटहरू धानखेतहरू देख्न सक्नुहुन्छ रमाइलो छ हरियाली जङ्गल टेक्दै आउँदैछ ल टेक्दै जानुभयो हाम्रो मेघराज दाई है मेघराज दाई मैते दाई पनि है मेघराज मैते फेरि आउँदै हुनुहुन्छ रवि दाई श्याम दाई गुमन दाई दाईहरू गुटुटुटु जानुभयो हामी नै जान्छौँ अब विजयपुर खोला हो यो चाहिँ जब तपाईँहरू काठमाडौँ जाँदाखेरि चाहिँ तल देख्न सक्नुहुन्छ नि यही खोला हो यहाँ माथि चाहिँ खासै ठुलो छैन तल चाहिँ सबै खोला मिसिएको हुनाले मैले हजुरहरू देख्न जान्छु यहाँ बाटो यहाँ अलि मिलिराख्ने बाटो अप्रोच भएर विजयपुर खोला देखाउँदैछु ल विजयपुर खोला यहाँ माथि चाहिँ खासै ठुलो छैन तल जाँदा चाहिँ ठुलो तर्न नसक्ने छ यहाँ चाहिँ यस्तो पानी जमेर रहेछ बाटोमा हेर बाटो त त्यही त हो नि नेपालको बाटो त्यही त नि पहाडको बाटो त अब कहाँ गतिलो छ र चुनावी एजेन्डा मात्रै हो क्या बाटोको लागि त ल यहाँ चाहिँ अहिले पक्का देख्न सक्नुहुन्छ ल विजयपुर खोला यहाँ चाहिँ माछा आउँछ अरे अब माछा मार्ने मान्छेहरू नै आउँछ भने आज चाहिँ पानी पऱ्यो भएर धमिलो छ यहाँ चाहिँ ठिकै छ त्यति ठुलो छैन खोला त्यति ठुलो छैन विजयपुर खोला हिँड्दाखेरिको बाटो हो थाक जाने बाटो यस्तो राम्रो छ सरर पिच बाटो हो सरर साइली कुद्छ रहेछ तपाईँको हजुर तान्दो रहेछ ए काठमाडौँ गएको बाइक हो नि त यही बाइक होइन हो ए काठमाडौँबाट फिलिली साइली दाले लिएर आएको नि मजाले तान्दो रहेछ ए मुस्ताङ जान्छ यो त अप्पर मुस्ताङ साइली बाटो नि सही रहेछ ल सिक्लेस जाने बाटो यही है हजुरहरू यो सिक्लेस जाने बाटो हो हजुरहरू नि सिक्लेस जाने भयो भने जान सक्नुहुन्छ यही हो सिक्लेस जाने बाटो ओ तल बाटो रहेछ यार हाम्रो साथीहरूको तल बाटै त होला नि है तल बाटै रहेछ तल बाटै हो उता जाने हो नि त उता हामी जाने डाँडा त्यता हो त्यता जाँदैछौँ हामी त्यता जाने हो गुमान दाई आउँदै हुनुहुन्छ गुमान दाईले चाहिँ बाटो बिर्सिएर उहाँ पछाडि आइरहनु भएको छ अलिक टर्निङले गर्दा देखिनु आइरहनु गुमान दाईले बाटो बिर्सिएर हामी पछि आउनु भएको छ अहिले चाहिँ हामी चाहिँ सही बाटो आउनु भएको छ है अहिले चाहिँ अहिले बाटो बिर्सेको अरे अहिले चाहिँ हाम्रो पिछा गर्दै आउनु भएको छ लगभग देखेको माथिको डाँडै होला यार जुम गर्न चाहिँ मिलेन अहिले चलाइरह भएर ए बाटो त साइली फिलिली 46को स्पिडमा 44को स्पिडमा कुदेर 5 स्पिड हेर्नुहोस् कुहिरो लायो है कुहिरो ड्याममा कुहिरो लाएर
चारैतिर कुहिरोले छेकेको छ माया। म त लेकतिर आएको छु है माया, लेकतिर छु। चारैतिर कुहिरोले छेकेको छ, के गर्नु, ढाल देखिन्थ्यो, के गर्नु। हो हामी त लेकमा आइपुग्यो हो। लेकमा यस्तो कुहिरो लाग्यो, केही देखेको छैन। जाने भनेको त्यो माथि कुहिरो लागेको डाँडा हो। अब कुहिरै कुहिरो छ, जाडो रहेछ। पोखरातिर त गर्मी थियो, माथि माथि त कुहिरो लागेको ठाउँ पुग्ने हो। कुहिरो लागेको ठाउँमा त अब जाडो होला जस्तो छ। बाटो पहिरो पनि गछ, कोही कोही ठाउँमा चाहिँ पहिरो गयो नि, तर आवतजात गर्न सकिन्छ। यो बर्खाको यामको बाटोले गर्दाखेरि ल हाम्रो टिमहरू सबै गुटुडु रेशम हमाल दाइ है। रेशम हमाल दाइले नि गुटुडु कुदाइरहेको यार, दबा यार दाइले नि है। ल यार यहाँ त के हो यार, ढुङ्गै ढुङ्गा पहिरो आएछ नि त है। बाटोमा त यत्रो यत्रो ढुङ्गा तेर्साइदिएको थियो यार। यो पहिरोले गर्दाखेरि यस्तै पहिरो झरेको मात्र। ओहो दाइ, हाम्रो टोलीहरू आउँदैछ है। कता छेके यार, हामीलाई ओभरटेक गरेर जानुभयो गुमान दाइ। रोडको कन्डिसन, ओ माई गॉड। ल है यहाँ चाहिँ पहिरो गएको छ साथीहरू। पहिरो गएर चाहिँ बाटो बनाउँदैछ। यस्तो छ बाटोको स्थिति। बाटोको रिसेन्टली ताजा अवस्था चाहिँ यस्तो छ। हाम्रो ग्याङहरू आउँदैछन्, 3 जना टोलीहरू बाटोमा काम गर्ने मान्छे पनि रहेछ। काम गर्दैछन्। अब यहाँ हाम्रो यहाँ चाहिँ सोधपुछ भइरहेको, हाम्रो यहाँ चाहिँ सोधपुछ भइरहेको नि। अब यहाँ चाहिँ बाटोको अवस्था यस्तो छ। बाटोको काम पनि भइरहेको, बाटोको काम गर्दै हुनुहुन्छ दाइहरूले। बाटोको स्थिति चाहिँ डेन्जरै छ, झर्नुपर्छ कि आएको भन्दै। ल हाम्रो दाइहरू काम गर्दै हुनुहुन्छ। ओहो बाटो त गाह्रो रहेछ यार। ओ माई गॉड यार, ओभरटेक हाल्यो रहेछ। बाटो त डेन्जरै छ यार, यस्तो छ यार बाटो त यार। तर पनि हाम्रो स्कुटर ताने यार, जन्तिया जसरी आयो यार मान्छेहरू त यार। लाइन लाएर खाँदा के हो, बाटो त डेन्जरै रहेछ त। ओ माई गॉड के हो यार यस्तो। ओ भडालो छ यार, जीव धन्न कुदाउँछ है। ओ पानीको छाँगा नेचुरल झर्ना यार। पानी बगिरहेको रोडमा, के गर्नु, बाटो बनायो। ए यार बाटो त झन् डेन्जर बाटो हो त, के हो है। बाटो त के हो यस्तो। ओ माई गॉड, स्कुटर जान नि गाह्रो छ त बाटो त है गुमान दाइ। बाटो कता हो, कता हो। ल हामी यहाँ बाटो कन्फ्युज भयो। ल बाटो कन्फ्युज भएर हो सबै यहाँ अलमल्ले हाम्रो साथीहरू है। हामी बाटो कन्फ्युज भएर यहाँ अब ल यतै रहेछ है। लास्टमा हामी यतै गयौँ। ल यतै गयो, ल यतै गयो, यतै ल आयो। ल ल हाम्रो टिमहरू आयो 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 आयो। यस्तो डेन्जर छ यार बाटो त। ओए यार काने खाने गरी हर्न बजाइदियो यार। त्यो त होइन हो के, त्यो त गाउँ जाने बाटो हो। ल हाम्रो यतै बाटो रहेछ। बाटो त यार खतम रहेछ यार। ओहो पानीको स्थिति त ओ माई गॉड, रोडै खोला बोक्यो यार। मैले नि भेट्छु, यो ठिक छ के। ल हाम्रो रेशम हमाल दाई र श्याम दाई अगाडि अगाडि जाँदैछ, अरू चाहिँ घोडा कुदाएको अरे। अब हामी टर्निङ आइपुग्यौँ। टर्निङमा यहाँ लाँदैछन् हाम्रो रेशम दाईले। टर्निङमा एक बिस्तारै दाइ यहाँ एउटा झर्ना, ओ पानीको झर्ना। रेशम हमाल दाईले स्कुटरले तान्दै तान्दैन शेष पऱ्यो भन्नुभएको छ यार। शेष पऱ्यो भन्नुभएको छ है दाइले त। हो यो त एकदम पर्फेक्ट तान्दो रहेछ एन्ट्रो होइन। एन्ट्रो भयो नि त। मजाले पुतुतुतै डबल लोड हेर्नु न, घोडा कुदेदै कुदेछ यार। मजा आइरहेको एकदम मजा आउँछ ड्राइभ गर्न पनि। हेर्नु न त्यही त। ल अब हामी जाने बाटो चाहिँ उत्यो है। ल हामी चाहिँ अब थाक गाउँ आइपुग्यो। थाकबाट अब हामी जाने भनेको ठाउँ चाहिँ त्यता हो। हाम्रो टिमहरू चाहिँ यहाँ बस्दै हुनुहुन्छ। अब हामी हिँडेर जाने। ल हेलो गाइजहरू, हामी चाहिँ अब हिँडेर जाने कि बाइकमा जाने भन्ने डिस्कस भइरह। यहाँबाट चाहिँ अब हामी जाने हो। ल हाम्रो टेक दाइ नि आइपुग्नु भयो। ल
यहाँ हाम्रो बाइक स्कुटर सबै पार्किङ त गरायो नि यहाँ रोकेर अब के गर्ने भने बाटो चाहिँ चिप्लो छ सुरज दाई कस्तो लाग्यो तपाईँलाई एकदम ठिक छ तर हिजो पानी परेको भएर बाटो अलिक चिप्लो छ सबैजना चाहिँ अलिक बिस्तारै आउनु होला घाम लाग्यो बेला त ठिक छ नि है आउन तर यार यस्तो लेकमा आज जस्तो भयो नि त हेर्नु नि कुहिरो लाएर लेकै हो नि त यो भाइ है लेकै हो तपाईँले त ज्याकेट लाएर ठिकै गर्नु यार हामीले त टी सर्ट लाग्यो जाडो भइरहेको ल के भन्दै हाम्रो मैते दाइले के भन्नुभएको दाइ बाटो यहाँ त राम्रो छैन 1.5 किलोमिटर हो अब हिँडेर लाग्यो भने अलिक अप्ठ्यारो छ नभए यता राख्ने हुन्छ ल हाम्रो यहाँ टेलिफोन कन्भर्सेसन नि गर्दै हुनुहुन्छ हाम्रो दाइले यता डाँडा छ बाइक त हिजो पनि गइरहेको छ 4-5 वटा गइरहेको छ बाटो त खासै राम्रो छैन तर गइरहेको खासै राम्रो हो भने हामी नजाउँ होला बाइकमा रिक्स नलिउँ होला यता राखी ठिक हुन्छ होला जाम यतैबाट बाइक लिएर जानु गइरहेको हाम्रो सहिलो हुन्छ ए बाइक लाने कहिले नलाने भन्ने भइरहेको अब हाम्रो टिमहरूले के गर्छ है 15 दाइ यहाँ गफ नगरौँ कि हो दाजु सर त्यो माथि बाघ राख्ने ठाउँ तपाईँको ससुरो छैन त्यो त अब यसो होइन हुनसक्छ कि सिक्लेसतिर आजभन्दा 5 वर्ष अगाडि चाहिँ ओरदोर गरेको मान्छेहरूको भर हुँदैन हो पनि छोरा मान्छेहरू होइन किनभने उहाँ हिरो हो नि त हिरो हो हिरो यार हिरो त उता भाग्यो यार हिरो अनि तपाईँ चाहिँ के सहायक हिरो म त होइन म त कता जाने ल भनेर ल हेलो साथीहरू हामी चाहिँ यहाँ अब यो माथि हामी सिक्रेट भिलेज जान लागेको अनि त्यहाँ जाने बाटो चाहिँ यहाँ माथि र लेकमै छ यहाँबाट चाहिँ हिमाल देखिन्थ्यो आज चाहिँ यो कुहिरोले गर्दा चाहिँ यस्तो कुहिरो लाग्यो कि कुहिरोले ढकमक्क ढाकेर यस्तो देखेको छ तर यहाँ खुलेको बेला चाहिँ चारैतिर हिमाल देखिन्छ ल यस्तो 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 ठाउँ छ क्या यहाँ चाहिँ संरक्षण बोर्डहरू के राखिदिनु भएको छ यहाँ अस्थायी प्रहरी पोस्ट पनि छ ल हाम्रो बाइकमा जानेहरू बाइकमा गयो अब हिँडेर जानेहरू टोली चाहिँ अब यो सिँढी चढ्दै हुनुहुन्छ अब हामी चाहिँ अब यही टोलीहरू त हो नि अब जाने भने चाहिँ विजयपुर खोला हो नि तलको ए यो विजयपुर खोला रहेछ विजयपुर खोला हाम्रो गजनदाको गाउँ चाहिँ उतै पारिपट्टि डाँडातिर होला मौजातिर यहाँ चाहिँ कुहिरो लाएर अहिले चाहिँ यस्तो यस्तो छ क्या केही देखिएछ नि यार कुहिरोले सक ढौका ढाके बाटो कस्तो खऱ्यो त एकदम खतरा जुगा लाउने बाटो हात तेरी है जुगा तर्छ नि मुभ लिएर हिँड्ने छ हो मुभले अरू घुम्न आउनेहरूलाई तपाईँ के भन्नुहुन्छ घुम्न आउनेहरूलाई त मुभ लिएर आउनु भन्छ सेक्रेट हिल बाटो नि सेक्रेटै छ यार है सेक्रेट हिल जाने बाटो चाहिँ यो हामी माथि गाडी बाइक नै जान्छ जान त हामी पानी पऱ्यो भएर चाहिँ रिक्स नलिएर हामी चाहिँ हिँड्दैछौँ हाम्रो पैदल यात्रा हाम्रो 2 जना टोली उता पुग्यो 2 जना यता छ अब एउटा हाम्रो दाइ चाहिँ यहाँ छ हिरो हिरो दाइ यहाँ छ दाइलाई जुगाले टोकेछ जुगाले टोकेर छ्यास हानिदिएर है तर यहाँ कालो देख्ने के फेरि मेरो नि छ होला यार माथि पुगिसकेको माथि आइसक्यो हे तेरो जुगाले त खतमै पार्ने छ यार मेरो नि छ होला है दाइ होस् अब छैन छसले त हैरान गर्यो दाइ यसलाई छुस्स मुभ लगाइ मुभ हान्ने बस त मुभ हान्देपछि त मुभ हानेपछि त आफै मुभै हुन्छ अघि नै हामी आएको मैले डाँडाबाट लेकमा छु है भनेको त्यो त्यहाँ देखिएको डाँडा हो त्यहाँबाट हामी अझ माथि चढ्दैछौँ बाटो चाहिँ ठ्याक्कै गाउँतिर हिँडे जस्तो है भिड पाखा यार अनि खरबारी रे यो अहिले पोखरा बसेछ अरे सबै पोखरा गएर मान्छे मात्र हो नत्र पहिला पहिला त यहाँ भैँसी पाल्थ्यो अरे खरबारी रहेछ खरबारी जुगाले शेष पारे यार ओ खरबारी खरबारी पनि भन्छ भिरबारी पनि भन्छ के भन्छ रे दाइ मैयाले खरबारी खोजेको जङ्गल जान खोजेको कतै फेला पारेन हे तेरो खतम हो नि है दाइ हे तेरो दुःख मात्र है जुगाले शेष पारेको है दाइ तपाईँलाई त हे तेरिका
है मेरो गाउँमा भन्दा पनि बढी लाग्दो रहेछ हो र तपाईँ गाउँमा नि जुगा लाग्छ र लाग्छ नि बेसर लाग्छ तर त्यो भन्दा बढी लाग्यो हे तेरी फाले नि 3-4 फाले नि नत्र यो मुभ छ मुभले मुभ राख्नु दाइ अलि अलिएर नि चाहिन्छ अलि सबै नहान्नुहोस् हो त अनि भने बल्ल ठिक हुन्छ थ्यांक यू ओ हो हेर्नु त यहाँ मेरो खुट्टामा हेर्नु त उ यहाँ पुइसक्यो सेतो जुत्तामा अन्त देख्दो रहेछ कालो मेरो त कालो जुत्तामा देख्दै नदेख्ने वहाँ त्यो तल होइन कति हो त नि ओ माया हो हिँड्नु आएको यार तराईको मान्छेलाई पहाडमा त जुवाले त शेष पारेको क्या दाइ दाइ तराईमा त झन् भ्याट्लुङ हुन्छ नि त यत्रै हुन्छ नि त तेरको कुहिरो लाएर यार केही देखे छैन ढकमक्क जुगा त्यस्तै लायो घारी त्यस्तै शेष परिसक्यो यार हिँड्दा नि स्या स्या भइसक्यो यार कस्तो लागिरह एकदम फर्स्ट क्लास हो ल ठिक छ ल सम्दाई उकाल चढ्दा कस्तो लागिरह ठ्याक्कै मेरो गाउँमा गए जस्तो लाग्यो हजुर हो है हजुर रमाइलो त लाखा कि लाखेन भयङ्कर रमाइलो लाग्छ हो अनि झोला नि बोक्नु भएको त तपाईँले मेरो त झोलामा नि छ सामान हातमा पनि छ हजुर कोली खाने मासु पनि छ ए ल ठिक छ ल धेरै धेरै रमाइलो लाग्छ बेला बेला यस्तो हुनु पनि पर्छ हो मासुमा पनि ल ठिक मासुमा पनि छ ओ तेरी ओ हो जुगाले त यार जुगा उता उता यता यता ल यही छोड्दैन केही भन्नु ओ हो तपाईको यहाँ जिन्स प्यान्ट पनि छ खोइ यहाँ तल ओ छोड्दैन ल हाम्रो दाइलाई कस्तो लागिरह सधैँभरि उता बजारतिर डुलेको बानी हजुर अहिले त गाउँघरमा हिँडे जस्तो आनन्द गाउँगा जस्तो त फिल लाग्यो होइन जस्तो फिल भएछ अहिले त हो अनि हाम्रो गुमान दाइलाई हाम्रो गुमान दाइले तितेपाती लिएर हिँड्ने खायो त्यति यो के अरे के भन्छ अरे यो जुगत धापाउनलाई हजुर पहिला एकचोटि हाम्रो मेरो ससुराल जाँदाखेरि त्यस्तै हुन्छ कि मेरो ससुराल चन्द्रकोट भन्ने ठाउँमा हो बेसी जुगा लाग्छ कि अहिले ससुरालीका याद आयो क्या तपाईँलाई त तेरो एकदम 30 वर्षपछि हे तेरिका है ल ठिक छ ल यार यहाँ अलि भिड छ ल हामी सुरक्षित साथ हिँड्दैछौँ हो माइ गड यार यहाँ त कुहिरो छ त यार एक्लै हिँड्न त डर लाग्छ है त एक्लै हिँड्न डर लाग्दो बाघ आउने अनि सक्छ जङ्गली जनावरको एट्याक जुगाले त सेसी पार्ने रहेछ यार ओ माइ गड जुगा कत्रो हो यार हेर्नु न ओ हो आज त जुगाले सिताउने हो यार जुगाले के गर्यो साउने के अरे दाइ लेखमा साउनमा जुका लाग्छ भन्थ्यो असार साउनमा हजुर पक्का आज थाहा पाइयो है हजुर त्यसो हुँदाखेरि जे होस् असार साउन भदौसम्म यो गाउँतिर अथवा लेखतिर नहिँड्ने पनि हुँदो रहेछ हजुर है ठ्याक्क दसैँ तिहार पछि ठिक्क हुन्छ कि है तिहार पछि बल्ल ठिक हुन्छ ल ठिक छ ल दाइ ल केही छैन ल ल हाम्रो दाइहरूलाई त लास्टै शेषै पारेछ क्या है भित्रभित्र गयो हे कालो जुत्तामा देख्दैन है कालो जुका दाइको त कालै रहेछ है जुत्ता कालो छ मुजा पनि कालै छ हे तेरिका मेरो नि मोजा त कालै छ यार धेरै गल्ती गरिएछ सेतो जुत्ता लाउनु पर्ने छ अनि त्यसलाई त त्यो उसो भएको ल ठिक छ मुभले भेटेर धेरै मुभलाई हिँड्दै यस्तो गर्छ टाँसेर ल ठिक छ ल तपाईँहरू नि यहाँ घुम्न आउनुहुन्छ भने चाहिँ मुभ बोकेर आउनु ल है के भन्नुहुन्छ जनसिन दाइ हो मुभ बोकेर आएन मुभले जुगालाई ठहरै पार्दो रहेछ ठहरै खतराको है रबर बोकेर त पढ्छ है रहेछ नि त यार हो त नि तपाईँ त उता के अरे तेह्रथुमतिर नि जुवा लाग्छ होला नि दाइ बेसरी लाग्छ तेह्रथुम भोजपुर धनकुटा तपाईँ फिल त गइरहनु पर्छ हजुर एकदमै त्यही त ल विचार गर्नु होला यार विशेष गरी त हाम्रो दाइहरू त धेरै फिल कुद्नुहुन्छ ल हामी चाहिँ अब यो जङ्गल बाटो धेरै जुगा लाएर हामी चाहिँ रोड हिँड्न लाग्यौँ है अब मटर बाटोमा आइपुग्यौँ हजुर बाटोमा आएपछि जुका भने अलिकति कम भएको छ हजुर हामीले अघि गल्ती गरिएछ है दाइ अघि अलिकति गल्ती गरिएछ अघि सर्टकट बाटो जाने भन्दाखेरि अलिकति जुकाले पनि अलि साथ दिएन बर्बादै पारे है अब लङ बाटो हिँड्नु पर्यो हजुर लङ बाटो हिँड्दा जुका नलाग्ने भएको हुँदाखेरि हामी अघि त लामो बाटो हिँड्दैछौँ हजुर र त्यो जुकाले खानुभन्दा बरु लामो बाटो हिँड्नु राम्रो होस् स्वास्थ्यको लागि पनि राम्रो हुन्छ भनेर हामी ओ माइ गड यार जुगाले त सत्यनाशै पारे त यार ल यार ल ठिक छ यार के खाँदैछौ ए तेरे ओ यार
मेरो पनि मोजा मोजा भित्र छिरे यार तपाईँ थाक गाउँबाट सिक्रेट होमस्टे जानलाई बाटोमा चाहिँ पानी पऱ्यो केही पऱ्यो भने बस्ने व्यवस्था पनि छ यस्तो टिनको कटेजको यहाँ चाहिँ सिन्धुरी निवासीले बनाउनु भएको रहेछ उहाँको स्मृतिमा यस्तो छ भन्ने ठाउँ यस्तो छ पानी परिहाल्यो गाईबस्तु चराउन आउनेहरूलाई बस्ने ठाउँ बनाएको भन्दै हुनुहुन्थ्यो यहाँको स्थानीयलाई सोद्धाखेरि चाहिँ हामी फाइनल्ली पोखराबाट 2 घन्टाको बाइक प्लस हिँडाइपछि चाहिँ हामी यहाँ बाइक पार्किङ ठाउँमा वा सेक्रेट होमस्टेमा आइपुगेको छौँ। म यहाँ स्यासेल गर्दा बोल्न सकिरहेको छैन। यहाँ चाहिँ बाइक पार्किङ गर्ने स्थल हो। बाइक पार्किङ गर्नलाई एकदम सुविधा छ। बाटो चाहिँ अफ रोड छ, तपाईँहरू आउन सक्नुहुन्छ। हाम्रो दाइ कालो चस्मा लाउँदै आइरहे उहाँ पछि बडीगार्ड सहित आहा यार दाइको त के हो तपाईँको त बडीगार्ड नै रहेछ त। अनि अहिले लिएर आएको नि मैले पछाडि जुगाले साह्रै अट्याक गर्यो भनेर। बडीगार्डको बारेमा के भनिदिनुहोस् त, केले अट्याक गर्यो भने रे दाइको बडीगार्ड जङ्गली राइडर जङ्गली राजा जङ्गलको राजा। अघि चाहिँ बाइक पार्किङ थियो, अहिले चाहिँ हामी ठ्याक्कै हामी बस्ने भनेको सेक्रेट होमस्टे आइपुग्यो कि। भोटे कुकुर नि छ यार यहाँ त डर लाग्दाखेरि भोटे कुकुर कराइरह भोटे कुकुर भयो बस्ने भयो। यहाँ हाम्रो टिमहरू साथीहरू भयो यहाँ आउँदैछ भोटे कुकुर। ल हाम्रो दाइहरू चाहिँ आएर यहाँ के छ दाइहरू हाल खबर हो? ल के छ बेदु दाइ? एकदम ठिक छ, फ्यान्टास्टिक। सुरज दाइ एकदम कस्तो लागिरह? ए यहाँ धुवा आइरहेर हाम्रो रिउदाले के लाग्नु अब यस्तो हो? ल ठिक छ यार। यो अघि भुसुना लगाइरहेको थियो, भुसुना त भाग्ने भयो त। भुसुना यो आगोको रापले जुगा भाग्छ भाग्दैन सुरज दाइ? हो ए कति ए खुट्टाभरि कति कति। ल कस्तो लाग्यो रेसम मलाई? तपाईँलाई आधी घन्टा हिँडे झोली तुम्बा बोकेर है। हजुर त्यसले गर्दा झन् रमाइलो लगाएको छ। डाँडा चाहिँ निकै रमाइलो रहेछ। हजुर तर यहाँ कुहिरो आएको भएर अलिकति देखेको छैन भ्यूहरू। हजुर सर भ्यू खुल्यो, यो बिहान भ्यू खुल्यो भने चाहिँ जस ठाउँ चाहिँ एकदम राम्रो छ होला जस्तो लाग्छ। होइन राम्रै छ। यहाँबाट यो अन्नपूर्ण हिमालुहरू सबै देखिन्छ। सबै देखिन्छ यहाँ पान्थिङ सिक्लेस अनि सबै गाउँहरू देखिन्छ। तर आज कुहिरो लगाएर केही देखेको छैन। हजुर त्यस्तै हो, बर्खामा कुहिरो लाग्ने नै भयो। त्यही पनि अब जस रमाइलो हुन्छ होला। हुन्छ ल हाम्रो दुईटा दाइहरू आउँदै हुनुहुन्छ। हाम्रो ल लक्ष्मण दाई कस्तो लाग्यो धरानदेखि? ल तपाईँलाई कस्तो लाग्यो? कति किलोमिटरदेखि रे दाइ? ल ल हाम्रो सर चाहिँ धरानबाट होइन 565 किलोमिटरबाट यहाँ आइपुग्यो। यो डाँडा कास्कीको यो थाक गाउँको यो सेक्रेट हिल भन्ने ठाउँमा आइपुग्यो। हो ठिक धरानको भेडेटारबाट हो धरानदेखि है। ल ल ल ल ल ठिक छ। ल ल हाम्रो दाइहरू आइपुग्नु है। अस्ति आएको म तपाईँलाई कति मिस गरेको थिएँ क्या। के को लागि मिस? कतिखेर जानुहुन्छ भनेर के यहाँ हो त्यो बिहानै आइगयो म त। हो ए म त खेलेर आएको नि त, त्यही भएर ढिलो भयो। आइया के खेल्नु भयो? ब्याडमिन्टन के ब्याडमिन्टन खेल्ने हो भने त ढिलै भयो नि। हाम्रो लेकाली भाषा है, यो लेकाली भाषा र तराईको भाषा। के हो दाइ बिहानै खुकुरी रम मगाइदियो के हो तपाईँ सुरज दाइ यार? है दाइ धरानको ठिक होला कि यहाँको कास्कीको ठिक होला दाइ? यहीँको ठिक जस्तो लाग्यो यो ठाउँको लागि चाहिँ है। लेकमा आएर खुकुरी रम हो क्या सुरज दाइ? ल ठिक छ। सुरज दाइ यस्तो के हो यो? हो
ल ठिक छ, यो बारबिक्यू गर्न लागि चाहिँ हाम्रो कोइला रेडी भइसक्यो। मेघराज दाइ कालो चस्मा लाएर यार कडा हो नि त मान्छे, नामै दुईटा यार, मैते पनि मेघराज पनि लमजुङ तनहुँको हिरो हो, त्यही भएर नामै दुईटा होला है। मेघराज भनेको लमजुङको लागि, मैते भनेको तनहुँको लागि। ल दाइ यसको बारेमा केही दुई शब्द भनिदिनुहोस्। आज हामी थाकमा आएछौँ। अब बार्बिक्यू बन्दैछ, रेडी हुँदैछ। ट्याक्क अब हाम्रो साथीहरू अरू पनि आउँदैछन्। ट्याक्क आएपछि सबै जम्मा भएपछि अब हामी यहाँ ट्याक्क बार्बिक्यू बनाएर खान्छौँ। आज हामी नाइट आज यतै हो। हजुर झट्ट आज एकदम रमाइलो हुन्छ, आज भवाल हुन्छ, आज भवाल हुन्छ। ल ठिक छ, तपाईँ फेस चाहिँ देखाएको छैन, हामीले काम गर्ने मान्छे मात्रै देखाइदिएको छ है मैले। हाम्रो विशेष गरी चाहिँ चितवनदेखि आउनुभएको छ है श्याम दाई, चितवनदेखि धरानदेखि हाम्रो बेदु सर। ल ठिक छ, च्याम मासु पोल्नु लागेको छ होइन, घोडा तालिम पोल्नु लाग्यो दाइहरूले है। चरर कराएर के हो यार, च्यारेरै गराएको है। झन् बोल्छ। यसै धेरै भयो कि कोइला, त्यही भएर मैले कोइला ओभर भयो। ए तेरो बार्बिक्यू गर्न नि तरिका चाहिने छ नि, मैले तरिका भयो भने के हुँदो रहेछ, पनि भयो अनि कोइला धेरै भयो। ढड्छ मासु मिठो हुन्न। र नि एउटा साइडमा यता छेउछेउमा यो आगो नभएकोतिर राख्नु न। कुखुराले यो ठिक्क हुन्छ आगो। ल हामी चाहिँ यो बङ्गुरको मासु बार्बिक्यू गर्दैछ दाइहरूले। ठिक छ नि सुरज दाइ, हाम्रो हमाल दाइ चाहिँ यहाँ डढे डढे भन्दैछ यार। हाल्ने बरु उतै झिकेर या उसमा काट्नुमा हालिहाल्नु के। ठिक छ, यहाँ यो खोइ यहाँ त आगै बले छैन त दाइहरूको त बले। ल यहाँ चाहिँ ठिक छ है, कडा खाँदै यार। यो चाहिँ के को मासु हो दाइ? कुखुराको। ल ठिक छ, तिखो बनाएर छुरीले जस्तो कोप्यो भने बल्ल सन्चै हुन्छ होइन। यत्रो जान आउँछ होला यस्तो भयो चाहिँ ठुल्ठुलो दुई तिनवटा हुनुपर्छ क्या, बल्ल बाघ। भाडा ल्याउँदै रहेछ है। गाउँको अलि परको त्यो न्यानो डाँडाकोमा त्यो पारा चलाउँदै गरेको थियो म। हङकङमा लायो भनेको चिठी चलायो भनेको नुन उसाहरू चाह त भएको भएन। ल हामी चाहिँ यसो पोखराबाट अलिक टाढा कुनै पनि एउटा ठाउँमा गयौँ भने हामीले कुनै पकाउने अनि कुनै पकाएको सामान चाहिँ हामी आफू खाने भन्दा अगाडि हामी यहाँको चाहिँ एउटा थानी मानी डाँडातिरको चाहिँ सिमी भूमिले चढाएपछि मात्र हामी चाहिँ खाने गर्छौँ है त। ल अब ल हे परमेश्वर, यहाँ के भन्छ अरे थाकको सेक्रेट पिस हिलको सिमी भूमि आयर भयर देवी देवता नागा नागिनी, हामी आज तपाईँको इलाकामा आएको छौँ। हामी चाहिँ यो क्याम्प फायर गर्नलाई, यसो रमाइलो गर्नलाई हामी चाहिँ अब यहाँ क्याम्प फायर गर्दैछौँ, बारबिक्यू गर्दैछौँ। तपाईँको हामीले खानेभन्दा अगाडि तपाईँलाई चढाइदिएछौँ। यहाँ एकदम मसँग क्लियर गराइदिनु होला हजुर भन्दै तपाईँलाई यसो तपाईँको नाममा यसो चढाइदिएछौँ त हजुर है। तर सिमी भूमि आएर ल अब चाख ल के हो त यस्तो? ल
ओहो यार कडा रहेछ ध्यान नरहेछ भने म गाडी लिएर जान्छु अब अर्को हप्ता फेरि हुन्छ त्यही भएर पेटमा अपरेसन पनि गर्छ छोटो एउटा गीत गाउन गइरहेको छु मादलमा हाम्रो दाइ हुनुहुन्छ होइन टेक बहादुर पुन हाम्रो दाइ हुनुहुन्छ गीत त खासै मैले जान्दिनँ गीतमा सुरज गुरुङ गीत त खासै मैले जान्दैन यसो रमाइलोको लागि छोटो है त गीतको बोल्छ यता टोक्यो उता टोक्यो बारुलले टोक्यो भन्ने गीत है त अनि हाम्रो रेशम हल्दा चाहिँ नाच्नले एकदम दमदार तयार साथ बस्दै हुनुहुन्छ ल यता टोक्यो उता टोक्यो बारुलले टोक्यो यता टोक्यो उता टोक्यो बारुलले टोक्यो कहाँनिर टोक्यो मलाई यहीँनिर टोक्यो यता टोक्यो उता टोक्यो बारुलले टोक्यो यता टोक्यो उता टोक्यो बारुलले टोक्यो कहाँनिर टोक्यो मलाई यहीँनिर किचनमा आएको छौँ यहाँ चाहिँ आगोमा पकाएको खाना पकाउँदै हुनुहुन्छ दिदीले चाहिँ तातो पानी भर्दै हुनुहुन्छ यहाँ चाहिँ आगोमा गाउँघरमा पाइने आगोको चुलो तर यो धुवा रहित चुलो छ यहाँ चाहिँ ट्याक्क यहाँबाट यस्तरी आगो बालेपछि ठ्याक्क त्यहाँ करे बसलमा छ दिदीले यो साग पकाउनलाई होला है दिदी यहाँ साग पकाउँदै हुनुहुन्छ हाम्रो चाहिँ यहाँ दिदी यहाँ साग रेडी गर्दै हुनुहुन्छ रेडी छ दिदीले तेल हाल्दै हुनुहुन्छ साग पकाउनलाई चुलोमा हाम्रो साग पाक्दैछ आगोको दिदीले पकाउँदै हुनुहुन्छ ठ्याक्क दाइ के हो सूर्य दाइ तपाईँको थालमा त भात सकिनलाई छ त ल यतिखेर चाहिँ हामी त्यो खाकभन्दा माथिको डाँडामा सेक्रेट भ्यू होमस्टेमा दाना पानी लिँदैछौँ भर्खरै होइन खाना लाग्दैछ यतिखेर हामी नमिठो भने एकदम मिठो खाना खाँदैन तर एकदम मिठो छ होइन पुरै गाउँको यो भदरे लौटा होइन त्यो निउराहरू छ पुरै निउ गाउँको घरकै अर्ग्यानिक निउरो है त अर्ग्यानिक एकदम मिठो छ त सुरु गरे है त ल ओइ गुमन दाई भोक लाएर नबोलिकन खाइराख यार के यार भेज त यार भात खाने बेला भाउजूलाई ढाँटी केटीसँग बोलिरहेको क्या नाम त के हो यार एक्लै बसे यार बुटोलबार एक्लै आभार हो क्या त्यही हो भाइ है त्यही हो श्याम दाई खाना आएछ है साथीहरू म चाहिँ यहाँ खाना खान्छु ल शिव सर गाउँको चाहिँ औपचारिक कार्यक्रम अलि पहिलादेखि भएको कारणले गर्दा चाहिँ औपचारिक कार्यक्रम भएको हुनाले चाहिँ सबैजनालाई चाहिँ थोरै धेरै चाहिँ खोइ भेसीहरू खोइ अहिले हामी आफ्टरनुनमा छौँ सबैजनालाई गुड आफ्टरनुन पनि भन्न चाहन्छु विशेष गरी चाहिँ हामी यहाँ आज यस ठाटको यो होटेल सेक्रेड हिल भन्ने ठाउँमा चाहिँ हामी आइदाईको निम्तोलाई स्वीकारेर चाहिँ हामी यस ठाउँमा चाहिँ विशेष भेला भएका छौँ विशेष किन भनेपछि हाम्रो आइदाईको चाहिँ यो यही आउने गएको साउन जुलाईबाट चाहिँ अनि के अरे 3 वर्षको लागि एक्सटेन्ड भएको कारणले गर्दा चाहिँ उहाँले थोरै जस्तो एउटा हाम्रो टिमलाई चाहिँ म केही आर्थिक सहयोग गर्छु भनेर चाहिँ उहाँले यो ठाउँमा चाहिँ जाउँ भेला गरौँ र म केही कुरा सहयोग गर्छु भनेर उहाँले चाहिँ साथ सहयोग दिनुभएको हिसाबले चाहिँ हामी यसरी टिम बिल्डिङ गर्ने भनेर जाने भयो के अनि आएका छौँ त्यसले गर्दा चाहिँ हामी सबैको तर्फबाट चाहिँ हाम्रो आइदाईलाई चाहिँ धन्यवाद दिनुपर्छ त्यही सिलसिलामा हाम्रो आइदाई पनि यहाँ आइसक्नु भएको छ अहिले चाहिँ उहाँ फोनमा बिजी हुनुहुन्छ खास मुख्यतः चाहिँ हाम्रो सबैको तर्फबाट आइदाईलाई चाहिँ बधाई दिने कार्यक्रमको सिलसिलाले यहाँ आएका छौँ हाम्रो आइदाई चाहिँ यहाँ उपस्थिति भएको कारणले गर्दा एकछिनमा हामी दाईलाई बोलाएर समग्रमा चाहिँ हाम्रो लक्साबाट र कोडबाट र हाम्रो समग्रको एमटी टिमको पूर्वबाट आउनुभएको दाईले चाहिँ उहाँलाई चाहिँ केही खाजासाजा लगाएर चाहिँ उहाँलाई चाहिँ सम्मान गरिदिनुहुन्छ भन्ने म आशा राख्दछु विशेष त
नयाँ नौलो खासै केही छैन। उहाँलाई नै चाहिँ हामी सम्पूर्णको तर्फबाट चाहिँ सहयोग दिनुपर्ने हुन्छ, धन्यवाद दिनुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ हाम्रो आइदाईलाई चाहिँ विशेष कार्यक्रममा चाहिँ हामी स्वागत गरौँ ताली बजाएर उहाँलाई। ल हाम्रो चाहिँ मेन प्रमुख आज आउँदै हुनुहुन्छ। हाम्रो आजको मेन प्रमुख चाहिँ आइदाई नै हुनुहुन्छ। आइदाई नै आजको प्रमुख। हाम्रो आजको कार्यक्रममा चाहिँ विशेष प्रमुख अतिथि भनौँ यहाँ चाहिँ गेस्ट जे भने नि विशेष स्पोन्सर सबै जे भने पनि स्पोन्सर जे भने पनि हाम्रो आइदाई हुनुहुन्छ, उहाँलाई चाहिँ अगाडि आएर बसिदिनु हुन अनुरोध गर्दछु। अनुरोध गर्दछु उहाँलाई एकदम धेरै धेरै धन्यवाद, किनभने ठुलो मनकारी रेलबाट चाहिँ हाम्रो एमटी टिमलाई, हाम्रो लक सेल सबैजनालाई चाहिँ उहाँले चाहिँ मेरो तर्फबाट अलि अगाडि एउटा हाम्रो यो सानो फेयरवेल कार्यक्रममा चाहिँ मैले यो आर्थिक सहयोग गर्छु भन्नुभएको थियो। त्यसले गर्दा त्यो प्रोग्राम सक्सेस गर्नलाई चाहिँ हामी अहिले चाहिँ यो ठाउँमा हामी यो भेला भएका छौँ। त्यसले गर्दा चाहिँ उहाँलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्दै हाम्रो दाजुलाई चाहिँ हाम्रो लग सापबाट स्वागत गर्ने कार्यक्रम हुँदा यता यहाँभित्र हजुर, त्यसले गर्दा चाहिँ लग सापबाट चाहिँ एउटा गलबन्दी र चाहिँ बुगी दिएर चाहिँ विशेष उहाँलाई चाहिँ हार्दिक मैले खास यो यस्तो गरेँ वडा अध्यक्ष जस्तो भइजान्छ। धन्यवाद बधाई। गलबन्दी लानु होला खोल्टीमा केही छैन, तर फेरि मुखले मात्रै दोष चाल्ने हो के गर्ने। सबलाई यसै सिकेर चाहिँ अनि सबले चाहिँ उहाँलाई चाहिँ स्वागत र अनि खाता लगाएर चाहिँ सम्मान गरिदिनु, सम्मान प्लस बधाई, सम्मान प्लस बधाई नै बन्यो दिनको लागि चाहिँ खाता उडाएर दाइलाई धेरै धेरै सम्मान गर्न म लक्ष्यलाई अनुरोध गर्दछु। हुन्छ दाइ हजुर एकदम हजुर सुरज फोटो खिच्नु न, यो भिडियो भयो फोटो। अनि यो वास्तवमा फुल दिनुपर्ने मान्छे अलि अर्कै हुनु पर्थ्यो। तपाईँले फोटो खिच्नु, म भिडियो खिच्छु कि। मैले हिजो कागजमा भेटाएर यो के गरेको लियो जस्तो गर्नु। यसै अब बुगिले पनि उहाँलाई स्वागत गरिदिन हुन लक्ष्यको तर्फबाट हजुर र दाइलाई ग्रहण गरिदिन अनुरोध गर्दैछु। राम्रो पानी परेको राम्रो मानिन्छ। हुन्छ साहब, हजुरको तर्फबाट छाता भयो भन्नुहुन्थ्यो। आइदाईलाई चाहिँ केही कुरा छाता छैन होला, छाता यो पानी परेको कारणले चाहिँ अब मेरो नि कुरा धेरै नहुने, पानी नि परेको कारण छाता ल्याउनु अलिकति मोबाइल भिज्नु भयो। छोटो भनेको तिमी होइन, विशेष गरेर जति पनि हाम्रो एमटी लक्सेल अनि हाम्रो विशेष गरेर आज शिव भाइ र हाम्रो रेशम दाई पनि आउनुभएको छ। फाल्टु चाहिँ हामी होइन फाल्टु नहुनाहरू पनि एकदम सबैलाई सम्पूर्ण दाजुभाइहरूलाई एकदम यो आजको कार्यक्रममा ठुलो स्वागत छ होइन, धेरै स्वागत छ। त्योभन्दा पनि सबैभन्दा पहिला हाम्रो आइदाईको बारेमा त केही कुरा गर्नुभन्दा अगाडि जति पनि यो कोअर्डिनेसन गर्ने होइन, यो म्यानेज गर्ने, यति सबै कुराहरू जुटाउने काम चाहिँ यति सम्पर्क गर्ने सबै गर्ने कामहरू चाहिँ निकै गाह्रै हुन्छ नि त होइन। त्यो गर्नलाई जति तपाईँहरू लाग्नु भएको छ, विशेष गरेर हेडक्वार्टरको टिम तपाईँहरू सबैलाई एकदम सुरुमै थ्याङ्क यू। र विशेष गरेर आइदाईको बारेमा भन्नुपर्दाखेरि फेरि पनि दाई अस्ति नै पनि कुरा गऱ्यौँ हामी होइन, फेरि पनि दाईलाई एकदम धेरै धेरै बधाई छ। बधाई यस अर्थमा कि अब यो उमेरमा पनि आएर है, यो हामी सबैले अब सिक्नुपर्ने कुरा पनि छ। किन भन्दा यो उमेरमा पनि आएर मैले भन्छु नि हेडक्वार्टरमा अरू बेला पनि होइन, कतिको त मन पनि अलिकति होला होइन, तर दाइलाई मैले सबैभन्दा एक्टिभ देख्छु के गर्दाखेरि यो एक्टिभ भन्ने कुरा उमेरले होइन, आफ्नो कसरी चाहिँ आफ्नो स्वास्थ्यलाई, आफ्नो शरीरलाई, आफ्नो मनलाई होइन कसरी एक्टिभ राख्ने भन्ने कुरा चाहिँ दाइबाट सिक्नुपर्छ। अनि यो चाहिँ वास्तवमा हामी कसैले करलाई गरेको होइन, दाइलाई चाहिँ होइन, दाइ यो अलिकति धेरै बोल्नुभयो कि भनेर मैले मजाक पनि कुरा गरेको थिएँ होइन, तर दाइले चाहिँ
त्यो आफैले के आफ्नो हृदयबाट आएको के अरे आफ्नै खुसीले गर्दाखेरि होइन म यो खुसीमा चाहिँ सम्पूर्ण यो एमटीको होइन मेनली लक्सेलको भनौँ न होइन लक्सेलको साथीभाइहरू सबलाई सकभर जम्मा गर्छु भनेर एकदम जमर्को गर्नुभयो। त्यसैको लागि चाहिँ सम्भवतः पूर्व पश्चिम उत्तर दक्षिण होइन बाट हामी सबै साथीहरू जम्मा भएका छौँ। एकदम टाढा धरानबाट होइन यता बुटोलबाट चितवनबाट गर्छ भने उहाँहरूलाई पनि यही विषयमा स्वागत। दाइलाई पनि फेरि पनि एकदम धेरै धेरै बधाई छ। अनि मेन कुरा चाहिँ बधाई भन्दा पनि तपाईँको यो जुन क्रियाशीलता एक्टिभनेस होइन अनि कामप्रतिको लगाव सबै साथीभाइहरूप्रतिको जुन छ नि एउटा आफू एउटा सिनियर लेभलमा बसेर सबैलाई दिनुपर्ने एउटा हुन्छ नि एउटा छारी जस्तो के त्यो चाहिँ सधैँ भइराखोस् है दाइ। त्यसो भन्दै अहिले चाहिँ मेरो यो पानीले गर्दा मेरो खासै केही थिएन, पानी नि परेछ के अरे यति मात्रै हो कि मैले योभन्दा अझै धेरै ल्याऊँ कि अलि साथीभाइले अझै धेरै ल्याऊँ कि भनेको अब सबै कुराले नमिल्दो रहेछ। यति मात्रै आइदिनु भयो, धेरै धेरै खुसी छ होइन तपाईँहरूको तर्फबाट एकदम खुसी लाग्छ मलाई। कति हो तपाईँलाई धेरै धेरै धन्यवाद साहब। यसै सिलसिलामा चाहिँ अलिकति एउटा हाम्रो एमटी कोडबाट पनि हाम्रो चाहिँ एउटा चाहिँ गलबन्दी लाउने प्रोग्राम छ। त्यसले गर्दा हाम्रो विष्णु सरलाई चाहिँ अगाडि आएर दाइलाई चाहिँ हजुर 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 दाइलाई चाहिँ बधाई दिन चाहिँ दाइ सुरु फोटो हान्नु न दाइ, सुरज दाइ फोटो हान्नु न, मैले भिडियो हान्नु थियो। पानी परेको शुभ सङ्केत हो होइन। राम्रो हो दाइ पानी परेको त। के अरे होइन मेरो खासै केही छैन, दुईवटा कुरो। अघि पानी पर्नुको चाहिँ सङ्केत एकदम शुभ भन्छ। हामी सबै चाहिँ अब पानी परेकै चाहिँ अवस्थामा छौँ हामी चौरमा होइन। 75 सम्म खानी भयो क्या बुढोले जाने सबै कुरा चाहिँ हाम्रो चाहिँ लक्ष्यको चाहिँ अभिभावक भन्छु हाम्रो चाहिँ अलग साहबलाई होइन, उहाँबाट चाहिँ कभर भइगयो होइन। अनि अरू कुरा चाहिँ नबोलाउँ पानीको होइन यस्तै गर्दै गर्नुहोस्, राम्रो गर्दै गर्नुहोस्। अनि जति चाहिँ अब तपाईँको चाहिँ अब कार्यकाल छ एकदम अघि लक्ष्यले भन्नु जस्तो पक्क तदारकको साथ होइन एकदम एक्टिभली गर्नुहुनेछ भन्ने चाहिँ हाम्रो चाहिँ एकदम आशा छ है। ल तपाईँलाई चाहिँ एकदम स्वास्थ्य सहितको चाहिँ यो कार्यकाल चाहिँ एकदम ठुलो होइन जिम्मेवारीहरू चाहिँ यसले चाहिँ एकदम पुरा गर्नु हुनेछ भन्ने चाहिँ एकदम आशा गर्दै हामी जस तपाईँ सबै चाहिँ अब तर्फबाट तपाईँलाई एकदम ल सबै हाम्रो धरानबाट छ त अझ होइन हुन्छ धन्यवाद। हाम्रो एमटी कोड विष्णु सरलाई चाहिँ एकदम धन्यवाद। दाइलाई चाहिँ गलबन्दी खाजा लगाएर चाहिँ उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नुभयो, त्यसको लागि चाहिँ एकदम थ्याङ्क यू हाम्रो सरलाई। र अब हामी एमपीको ड्राइभर गुरुजीहरूबाट ओभरअल हाम्रो जति पनि हामी आएका छौँ उहाँहरूलाई सबैलाई प्रतिनिधि गरेर चाहिँ हाम्रो पूर्वबाट आउनुभएको दाजु लक्ष्मणले चाहिँ सानो खाजा लगाएर चाहिँ हामी सबैको तर्फबाट चाहिँ हाम्रो आइरालाई चाहिँ सानो चाहिँ खाजा लगाएर चाहिँ दाइलाई चाहिँ बधाई तथा धन्यवाद भन्न हुन चाहिँ म चाहिँ हार्दिक अनुरोध गर्दछु दाजु। हजुर हजुर हुन्छ ल हजुर हाम्रो सबैको तर्फबाट फेरि लामो समयसम्म चाहिँ यस्तै रामला अनि केही छैन कि फोटो 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 हान्नु सिलाम सागमा यो चाहिँ हजुरलाई चाहिँ हरेक चिज नराम्रोबाट चाहिँ यसले चाहिँ बचाउने भन्ने चाहिँ हाम्रो लिम्बू होइन यो त धन्यवाद है। ल धन्यवाद ल है
बाटो खोलिदिएको छु बाटो खोलिदिएपछि लक्ष्यले भन्नु पाउँछ क्या है बाटो खोलिदिएपछि लक्ष्यले फेरि तपाईँहरूले म पनि हो नि भन्नु पाइयो नि त ल बधाई छ है बधाई बधाई ल हात मिलाउनु ल दाइ बधाई छ सफल कार्यकालको शुभकामना हो दाजु ल भाइ होइन यो भिडियोमा त पानी परेर दाजु बधाई छ सबै कुराको लागि एकदम थ्याङ्क यू तपाईँले यस्तो चाहिँ होइन गर्नुभएको थियो र हजुरको तर्फबाट चाहिँ केही रहल पहल छुटपुट छ भन्ने साथीहरूलाई चाहिँ यसो हजुरले पनि दुई चार शब्द चाहिँ भनेर त्यही मैले अघि नै टुङ्गाइदिएँ हजुर पानी नै परेछ है साह्रै धेरै ल थ्याङ्क यू है सबैले थ्याङ्क यू यहाँ थोरै एउटा चाहिँ थोरै छुटेको चाहिँ म हजुरलाई चाहिँ के अरे एउटा चाहिँ कार्यक्रम इभेन्टै भन्न चाहन्छु अनि थोरै छुटेको थियो त्यसले गर्दा चाहिँ यहाँ हामीसित हाम्रो लकसपबाट चाहिँ हाम्रो धेरै टाढाबाट चाहिँ हामीलाई सम्झेर माया गरेर आउनुभएको हाम्रो लक्ष्मण दाजुलाई चाहिँ थोरै सम्मान गर्ने हुनाले चाहिँ हाम्रो खादा चाहिँ लगाएर चाहिँ दाजुलाई एकदम वेलकम गर्नको लागि चाहिँ हाम्रो लक्ष्यबाट चाहिँ हाम्रो लक्ष्मी दाजुलाई चाहिँ सम्झेर टिमलाई सम्झेर विशेष अरू साथीभाइ हामी यतै छौँ उहाँले पनि नाम र श्यामले मन एकदम खुसी लाग्छ होइन यो वास्तवमा यस्तो हो कि कहिले यो सुन्नु है सबैले कहिले कस्तो भन्दा हामी त्यही पोखरामै छौँ सँगै छौँ होइन त्यहाँबाट यहाँ आउन पनि नसक्ला जस्तो गर्छ होइन हाम्रो लक्ष्मणजीबाट अलिकति सिक्नु होला यो साथीभाइसँग भएको यो सामिप्यता रमाइलो होइन यो भाइचारा होइन त्यसले गर्दाखेरि बिचरा उहाँबाट यहाँसम्म केही गाह्रै नमानिकन खुसी आउनुहुन्छ होइन त्यसको लागि साँच्चीकै अघि नै गर्नुपर्ने काम चाहिँ यो होइन एकदमै ठुलो स्वागत छ यो भविष्यमा पनि यो निरन्तर रहिन्छ है त ल फेरि भाडा चाहिँ यतै निकाल्ने भाडा उठाउनु पर्दैन हो भाडा डबल तिरो उठाइरहेको ल अलि हाम्रो पानी परेको कारणले चाहिँ सबै हामी यता छौँ नत्र प्रोग्राम चाहिँ लगभग अब सकिसक्यो ल हाम्रो चाहिँ अब प्रोग्राम सकिसकेपछि चाहिँ अब जिडल्टीको रुल अनुसार चाहिँ ग्रुप फोटो ग्रुप फोटो ल म लिएँ त 1 2 सबैजना हजुर अब सबैजना हामी यहाँ उपस्थित भएकाले चाहिँ खाना चाहिँ हामी भेज खाना खाइसकेका छौँ त्यसले गर्दा खानाको अहिले आवश्यकता पर्दैन होला अब चाहिँ हाम्रो विशेष कार्यक्रम त्यस्तो ठुलो केही छैन त्यो दाइलाई विशेष गर्ने हामी गरिसक्यौँ र अब एकछिनमा हामीले लिएर आएको चाहिँ बार्बेक्यू चाहिँ कतिपय यहाँ बस्छौँ यसो सम्पर्क गर्नु होला मलाई चाहिँ र जाने टोलीहरू पनि अलिकति सायद खानासाना खाएर जाने इच्छा छ भने पनि हामी अलिकति चाँडै भन्नु होला भनेर खबर गर्नुभएको छ खाना खाएर जाने टोलीले चाहिँ थोरै खाने इच्छा भयो भने चाहिँ हामी खाएर जान्छौँ भनेर खबर गर्नुहोस् भन्नुभएको छ त्यो हिसाबले चाहिँ हामी यसो जानकारी गराउनुपर्ने हुन्छ र अनि बस्ने टोली चाहिँ भोलि बिहान र बेलुका पनि खानुहुन्छ र भोलि बिहान ब्रेकफास्ट पनि खानुहुन्छ र बिहानको चिकन सहितको लन्च खाएर चाहिँ बिदाबारी हुने भन्ने कुरा भएको छ त्यसले गर्दा चाहिँ हामी खेल्दै गर्दा चाहिँ त्यो कुराहरू चाहिँ आफै सल्लाह गरेर आफ्नो टाइम टेबल त्यसरी मिलाउन सक्छौँ भन्ने कुरा छ अब मौसमले कति साथ दिन्छ अहिले त अब वेदर त अब साह्रो देखिएको छैन हिमालहरू यताउति तर हामीलाई जे कुरा छ राम्रै फिल भइरहेको छ हजुर हुन्छ त्यति जानकारीको लागि हजुर धेरै सूचना
होलसेलले पठाइदियो भने फेरि खत्तम भिडियो फोटो हान्ने अब हेलो बेस दाइ हेलो एकदम ठिक छ दाइ इन्जोय गाइजहरू आएको यहाँ चाहिँ अब एकदम पानी परिरहेछ तर पानी परे पनि एकदम रमाइलो छ हाम्रो चाहिँ प्रोग्राम भइरहेछ प्रोग्राम भए पनि यहाँ चाहिँ पानी परिरहेछ एकदम ल फाइनल्ली हाम्रो दाइहरू चाहिँ आज नाइट स्टे बस्ने चाहिँ बस्दैछ जानेहरू चाहिँ जाँदै हुनुहुन्छ ल केही छ दाइको भन्न रेनकोट डिक्कीमा छ दाइ यहीँ है स्कुटर ओभरनाइट बस्न नपाएर एकदम दुखी छ है हो ल अर्को दिन बस्नुपर्छ दाइ ल हो ल हस् हुन्छ दाइ ल हस् हुन्छ दाइ ल ल दाइहरूको बिदाई प्रोग्राम बाटो देखाएर म चाहिँ बाटो देखाएर होइन म त बाटो देखाएर आउँछु ल बाई बाई दाइ ल हामी भेटौँला दाइ भोलि बेलुकाको खाना पाक्दैछ है बेलुकाको खाना हाम्रो निउरो पाक्दैछ आगोमा पकाएको निउरो हो आज चाहिँ हामीले आगोमा पकाएको निउरो खाँदैछौँ होइन ठिकै छ यो त ल हाम्रो चाहिँ यो बेलुकाको खाना है यतिखेर चाहिँ हामी चाहिँ रातिको खाना लिँदैछौँ होइन कस्तो छ मिठो एकदम मिठो छ होइन खाना लिँदैछ हामी है बङ्गुर मासु कस्तो हो दाइ ठिकै छ एकदम ल ठिक छ ल वाक्से ल दामी छ ल धेरै हुन्छ के हो तपाईँ त एक्लै बसेर खानु खाँदा ल सबैजना आफ्नो सुरुमा खाना खाँदै हुनुहुन्छ ल यहाँ कसलाई हो यो खाना हो ल ठिक छ ल मेरो पनि खाना आएछ है ल ल ल ल ल खाना आएछ यार अब खाना खानु पर्यो पानी परिरहेको अब यहाँ लेकको खाना अर्ग्यानिक खाना है आज चाहिँ यो करेला यो जङ्गलको निउरो हो क्या ल यो मैदो दाइको रेस्टुरेन्ट हो र ल हाम्रो मैदा दाइको होमस्टेमा चाहिँ नमिठो एकदम मिठो मानेर खानुहोस् आउनुहोस् मैदाले कच्चिलो त होमस्टे नि भएको छ कि यो घिउ हालेको भात है गाउँको घिउ हालेको भात यहाँ रवि दाइले खाने भाइतिर झन्डै
चाहिँ हाम्रो बिहानको ब्रेकफास्टको पुरी बनाउँदै हुनुहुन्छ आगोमा। बिहानको ब्रेकफास्टको लागि तयार गर्दै हुनुहुन्छ है दिदीले। हाम्रो बिहानको चाहिँ ब्रेकफास्ट आइसक्यो है। यहाँ हाम्रो बुद्ध दाइ चाहिँ ब्रेकफास्ट खानालाई बस्दै हुनुहुन्छ। यहाँ चिया पिउँदै हुनुहुन्छ। ब्रेकफास्ट चाहिँ हाम्रो अन्डा बिहानको ब्रेकफास्टको लागि तयारी। मैते दाइ के हो? खाजा खाजा रोटी तरकारी चिया मिठो छ? बिहानको ब्रेकफास्ट एकदम मिठो छ। ल सुरु गरे है त ल। ए ल तपाईँ त जहिले नि एक्लै बसेर खाने? म एक्लै जन्मेको क्या भाइ। ल ठिक छ। जन्मिन त सबै एक्लै जन्मेको कोही साथीहरू। म पनि ब्रेकफास्ट खानलाई बसेँ। मेरो पनि ब्रेकफास्ट आइसक्यो टेबलमा। ल यहाँको चाहिँ हाम्रो गाउँघरको अर्ग्यानिक ब्रेकफास्ट हाम्रो आइदाइ नै आउँदै हुनुहुन्छ। चिया कालो अनि ल अप्सन छ। हामी हजुर माथि थाक डाँडामा हामी ओभरनाइट बसेको आज। हजुर हाम्रो भिडियो बनाउने हाम्रो चाहिँ सुजा भाइले चाहिँ धेरै धेरै धन्यवाद। हजुर एकदम मिठो नभए नि होला जस्तो लाग्यो। होइन मिठो छ त मैले चाहिसकेँ। ल यो चाहिँ हाम्रो थाक होमस्टेबाट देखिएको दृश्य हो। यो चाहिँ कुहिरो लागिरहेछ। कुहिरो लागेपछिको दृश्य हो। यहाँबाट चाहिँ एकदम राम्रो कुहिरोको सिन देखिएको छ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। कुहिरोले चाहिँ क्या राम्रो बनाएर डाँडालाई ढाकेको छ। ल यो चाहिँ हामी थाक गाउँमा आउँदाखेरि कोसेली है हाम्रो। यो हामी कोसेली लाँदैछौँ पोखरा। यो अब म सिधै घर जाने चाहिँ मैले लाग्ने के ओ शिव भाइ हजुर दाइ कति हो मुठाको? 100 रुपियाँ। 100 रुपियाँ हो। कति मुठा छ? 13 मुठा छ। 13 मुठा छ भनेपछि 1300 होइन? हजुर सर। सिधै उ त्यहाँ ल्याएर राख्नु। हजुर म लान्छु पोखरा। ओके सर। है त। हजुर यो चाहिँ गाउँको पक्का अर्ग्यानिक हो क्या। यो भर्खर त्यो जङ्गल देखाउनु त माथि जङ्गलबाट टिपेर लिएर आएको हो। माथिबाट हजुर। हजुर यो माथिबाट होइन? एकदम अहिले जङ्गलबाट टिपेर लिएर आएको सर। ल ल 13 मुठा छ होइन? 1300 होइन? हजुर ल म लान्छु है त पोखरा। ओके ओके थ्याङ्क यू। ल हेलो सुरज दाइ के हो यार मासुहरू हात खान लागिसक्यो त? नसकिने हजुर। हजुर दाना पानी है हजुर। तर यहाँ अलिक कमजोर छ। अलिक खाऊ बुढो मान्छे है। अलिक खानु दाना पानी। नाम दाइ बुढो हुने म बल्ल 17 रुपियाँ 18 पुगेछ हो। मान्छे है। ठिक हो त्यसो भए त अब जेनजी ग्याङमा पऱ्यो। एकदम भेरी गुड। हजुर खाना एकदम मिठो छ। हजुर के अरे सिगरेट हिल होइन? हजुर यहाँ चाहिँ सबैजना एकचोटि आउनु पर्ने ठाउँ छ है। हो। ल ल ल सुरज दाइ सुरु है। मासु चाहिँ बेसरी सार्छ पाकेन क्या। मरिक्कले तान्न सकेन। हड्डी दिएछ है क्या यार सुरज दाइलाई त। मासु भनेर हड्डी दिएछ यार। राम्रो सर यहाँ भात बोक्दै हुनुहुन्छ। बेदु सर के हो यार दुईटा भात लिएर बस्नु भएको त तपाईँ त? कस्तो यार कि मेरै त होइन? हो तपाईकै हो। होला ल ठिक छ। आज हामी चाहिँ दोस्रो दिनमा दोस्रो दिनको अब हाम्रो समापनको लागि अब खाना खाँदैछौँ। समापन खाना खाँदैछौँ। अब यति खाएपछि हामी बिस्तारै आफ्नो बाटो लागिनेछ। र आज चाहिँ अलिक ढिलो भएको भए तापनि खाना चाहिँ असाध्यै मिठो मानेर खाँदैछौँ हो है। सिक्रेट हिलमा आएर चाहिँ होइन एकदम गुड इन्जोय। ल पार्टीहरू खाना खाँदैछन्।
सब भोकले सुसुफाल भइसक्यो जस्तो यार एकअर्का नबोलिकन खाएछन् यार भातै रुचेन यार। भातै रुचेन तास हारेर हो तपाईँले के हो यार तपाईँहरू सबैजना भित्र हो नि त दुईजना चाहिँ बाहिर बसेर खान्छ त हो ल ठिक छ ल यस्तो बुझ्दिने कस्टमर हो भने त यार होटेललाई त मालामाल ए ठिक हो नि त यहाँको नेचुरल उसको प्राकृतिकको सकेर रहेछ यो हो मेरो चाहिँ खाना ट्र्याकको अब खाना खाने हो खाना खाएर ट्र्याकको बलियो भएर पोखरा जाने हो अब ल फाइनल्ली हाम्रो यात्रा समापन ल फेरि भेटौँ ल ल हेलो ल बाई भाइ बाई सर ल ल बाई बाई दिन समाप्त भयो हैन तपाईँको यात्रा कस्तो रह्यो रमाइलो भयो एकदम रमाइलो यो पहिलो ठाउँ मेरो पहिलोचोटि हैन हजुर सोच्दै नसोचेको रमाइलो भयो हजुर ल एकदम थ्याङ्क यू बाई बाई दिदी सुरज दाइ कस्तो लाग्यो अब हामी चाहिँ हिजो आएको थियो होइन यहाँ सेक्रेट हिलमा यो खिलाङभन्दा माथिको चाहिँ डाँडामा एउटा सेक्रेट हिल भन्ने एउटा चाहिँ होमस्टे टाइपको चाहिँ एउटा उस छ तपाईँहरू चाहिँ यहाँ आइदिनु होला एकदम रमाइलो भयो हिजो हामी आएको थियो होइन ए सरी थाकको माथि एउटा सेक्रेट हिल भन्ने एउटा रिसोर्ट छ त्यहाँ एकदम रमाइलो छ त्यहाँबाट एकदम भ्यू देख्न सकिन्छ होइन हामी चाहिँ अब हिजो आएर आज फर्किँदैछौँ साथसाथमा हामीलाई न्युरो पनि अब दिएर पठाउनु भएको छ है दिदीहरूले थ्याङ्कको लागि थ्याङ्क यू ल दिदी यहीँ च्यानल लियौँ त्यहाँ च्यानल दिँदाउ अर्कोचोटि पनि फेरि भेटौँ ल है त हस् थ्याङ्क यू ल दिदीहरू बाई बाई ल फेरि पनि आउँछौँ है दिदी ल ल बाई बाई ल फेरि पनि भेट्ने आउने बाचा साथ ल हामी चाहिँ अब लाग्यौँ ल यहाँको लास्ट अन्तिम ल फाइनल्ली हामी चाहिँ ल हाम्रो सक्यो है आजको बसाइ ल सरहरू आजको बसाइ सक्यो हामी हिँड्दैछौँ फाइनल्ली हाम्रो साथीहरू चाहिँ यहाँ बाइक चढेर अब आउँदैछ गइसक्यो हेलो सुरज दाई बाई बाई हेलो रवि दाई बाई बाई ल ल ल ल हाम्रो अब बेदु सर आउँदै हुनुहुन्छ हेलो बाई बाई हेलो ल फाइनल्ली हाम्रो लास्ट चाहिँ रिउदाई हुनुहुन्थ्यो ल सबैजना गयौँ हाम्रो यहाँ भोटे बिस्तार बिस्तार जाँदै हुनुहुन्छ ल बाटो चाहिँ यस्तो छ हामी माथि होमस्टेबाट तल झरिसकेको छौँ बाटो अफरोड छ तर बाइक चाहिँ हिँड्छ है हाम्रो युसरले त फिलिली ल्याउनु भयो यार यार अफरोडमा नि यार स्कुटर त यार फिलिली कुदेर हो कडा ताले लानु बेदु सर आउँदैछ मेरो स्कुटर हो बेदु सरलाई चलाउँदैछु मैले चाहिँ भिडियो बनाउनु लगाएर अरू बेदु सर नि गरेर आउनुभएको छ स्कुटर लिएर गुटी म यो सर्टकट झरेको ल हामी चाहिँ गयौँ सबैजनालाई बाई बाई